हेर्दै हुनुहुन्छ। भगवान भोलेनाथको दर्शन गरेर पछि हामीसँग नै भैरवजी पनि आउनुभएछ र कुनै न कुनै कारण स्पष्टै छ, उहाँलाई भगवान शिवले बोलाउनु भएको होला या उहाँले भगवान शिवलाई भेट्न जानुभएको होला, मलाई जस्तो लाग्छ। हेरिराख्नुभएको छ यो भोलेनाथको भक्त हाम्रो भैरव बाबा। जय भोलेनाथ। घाटाबाट हामी फर्किने क्रममा छौँ र बाटोमा यो भैरवजी पनि भेट्नु भएछ। भैरवजीको यो अपरम्पार कहानी छ। उहाँसँगै भैरवजीको दर्शन, शङ्करजीको दर्शन गरेर फर्किने क्रममा हुनुहुन्छ। हेरिराख्नुभएको छ। तपाईँले देखेर अनौठो लाग्यो होला, तर यो सत्य घटना हो र हाम्रो घटना यो बाटा मेलाबाट भगवान शिवको दर्शन गरेर सँगै आइरहनु भएछ उहाँ। हामी भिडियो पछाडिबाट बनाइरहेछौँ, सँगै हुनुहुन्छ उहाँ। हेरिरहनु भएको छ। जय भोलेनाथ, जय शम्भु।